एकपटक सबैजनाले बाबु नोबिकको आज चौथो यो स्मृति दिवस भएको हुनाले उहाँको चिर शान्तिको कामना गर्दै उठेर सबैले मौन धारण गरौँ। त्यसबाट पछिका कामहरू हामी अगाडि बढाउनेछौँ। समय सुरु भयो। धन्यवाद सबैजनालाई। सम्पूर्ण कुलपुत्रीहरूले हाम्रो कल्याण गरून् र सबैको स्वतन्त्र पास होस् यही कामना गरौँ र नोबिकले पनि छिटै न्याय पाओस्। यहाँ मैले छुटाएको आसन ग्रहणका क्रममा कसैलाई व्यक्तिगत रूपमा नाम उच्चारण गर्न छुटेको भनेको हाम्रो छोरा रहेछ स्पन्दन बर्तौला। स्पन्दन बर्तौलालाई पनि आसन ग्रहणको लागि अनुरोध गर्छु। आसन सक्यो। यो खाजाले स्वागत गरिदिनु हुन म अनुरोध गर्छु बहिनीलाई। अब कार्यक्रममा अलिकति हामीले चाहिँ आज थोरै कसले के जिम्मेवारी लिने भनेर अब सुरु त हामी अगाडिदेखि गरियो, तर पनि अब यसलाई विधिवत रूपमा अलिकति केही गर्न पाए हुन्थ्यो भनेर यस वर्ष चाहिँ हामीले पोहोर साल त्यो उहाँको 2 जना नानीहरू उहाँको नजिकै पढ्ने स्कुलमासम्म भर्ना गरिदिन सकेका थियौँ। यसपालि फेरि भर्ना गर्ने समय आएको छ। त्यसै गरी अब यहाँ मन्जु बहिनीसँग एकजना बच्चा लिएर बहिनी हुनुहुन्थ्यो, उहाँको लागि पनि हामीले केही गर्न सकिन्छ कि त्यता छ र उनको बाबुको लागि पनि जति सकिन्छ हामीले अलिकति गरौँ भन्ने लागेको। पोहोर पनि त्यत्तिकै भयो पुरा गर्न जाने भन्दै अलिकति शिक्षाको हिसाबले चाहिँ त्यसको संयोजकको हिसाबले हामी यति मध्येबाट एकजनालाई बनाऊँ भनेर शिक्षाको हिसाबमा वासुदेव सर एकदम खटिरहनु भएको भएर अब यो शिक्षाको लागि चाहिँ उहाँले पहल गरेर शिक्षाको एउटा संयोजक बस्ने कि किनभने संरक्षकको हिसाबले चाहिँ हामी यहाँ संरक्षक बस्छौँ भनेर